भनेको छ। बुझ्दै हुनुहुन्छ? कलमी बाँधिएको भन्छ नि, त्यो बाइबलमा त्यो शब्द प्रयोग गरेको छ पावलले। हामी चाहिँ कलमी बाँधिएर के भएका छौँ? उहाँसँग गाँसेका छौँ। जय मसीह सबैजनालाई। आजको हाम्रो विशेष यात्रा चाहिँ मकवानपुर गढी जितपुर भन्ज्याङको हुनेछ। आज शनिबार हामी विशेष गरी सेवाको लागि हाम्रो बाबु धीरज र म जाँदैछु। तपाईँहरूले हाम्रो यो छोटो यात्रा कस्तो हुन्छ हेरेर प्रतिक्रिया दिनुहोला। अहिले चाहिँ हामी यहाँनिर मेन डाँडा छ नि अल्को, त्यहीँनिर जाने हो क्या हामी। भन्ज्याङको हाम्रो सङ्गति गर्ने ठाउँमा हामी आइपुग्न लागिसकेका छौँ र हामीले चाहिँ तपाईँको चुचे खोला हुँदै गढी यता जितपुर भन्ज्याङ सबै कटेर हामी यहाँनिर आइसकेका छौँ। हामीले यहाँनिर यसैले पनि खायौँ, तपाईँले देख्न सक्नुहुन्छ। यो त एकदमै अब हामी चाँडै नै 2 मिनेट पछि हामी हाम्रो सङ्गति गर्ने ठाउँमा हामी पुग्नेछौँ। तपाईँहरूले त्यहाँको भिडियो पनि हेरेर तपाईँले इन्जोय गर्न सक्नुहुन्छ। हाम्रो सङ्गति गर्ने चर्च पनि आउन थालिसकेको छ है यहाँनिर। अब हामी तपाईँलाई देखाउँदैछौँ हाम्रो जेम्स मण्डली यता जितपुर भन्ज्याङ यतापट्टि तपाईँले हेर्न सक्नुहुन्छ। हाम्रो बोर्ड पनि च्यातेको रहेछ। आमेन, यो हो नि त होइन। बोर्ड चाहिँ अलिकति बतासले उडाएछ है। त्यही कुरा भन्नुभयो तपाईँहरूलाई होइन। अस्ति शमशेर पास्टर आउनु भएको थियो होला होइन। खुसी लाग्छ हामीलाई चाहिँ नयाँ नयाँ ठाउँमा गएर तपाईँहरू 2 जना 3 जना होस्, हामीलाई त्यो सरकार भएन। नेताहरूलाई चाहिँ जति धेरै टाउको भयो त्यति खुसी लाग्छ। तर हामीलाई चाहिँ 2 जना होस् 3 जना होस् त्यो ठाउँमा गएर प्रभुको सेवा गर्न पायो भने त्यो जस्तो खुसी अन्त हुँदैन है। आज बाबुलाई पनि लिएर आएको छु, उसलाई पनि नयाँ ठाउँमा घुमोस् भनेर। हाम्रै चर्चको बाबु हो। कुराकानी पनि भयो बाटोघाटोमा होइन। यहाँ आउँदाखेरि छुट्टै महसुस हुन्छ। जे होस् प्रभुलाई धन्यवाद। तपाईँहरू थोरै भए पनि जिम्मेवारीहरू बाँडफाँड गरेर तपाईँहरूले गरिरहनु भएको रहेछ। ठिक छ, त्यो सबै कुराहरू सँगसँगै अलिकति गर्नुपर्ने कुरा चाहिँ नयाँ नयाँ कुरा सिकिरहनु भएको छ, तपाईँहरूले सुनिरहनु भएको छ होइन। यो जस्तो आनन्दको कुरा के छ त। अनि हामीले कतिचोटि हाम्रो महिनाभरिको सेड्युलमा चाहिँ नयाँ नयाँ पास्टरहरूलाई हाम्रै चर्चमा हामीले इन्भाइट गर्न सकिराखेको छैन। मेटिदिनेछु, खत्तम गरिदिनेछु। परमेश्वरले यो निर्णय लिनुभयो। दुःखी हुँदै उहाँले यो एउटा निर्णय लिनुभयो।